समयको पछ्यौरी अझै छ जङ्गली काँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा समयको पछ्यौरी अझै छ जङ्गली काँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा कन्यामैको डाँडा काँडा चियाबारी घुमौँ माई बेनी र पञ्चमीमा औठी सिनो साटौँ कन्यामैको डाँडा काँडा चियाबारी घुमौँ माई बेनी र पञ्चमीमा औठी सिनो साटौँ औठी सिनो साटौँ समयको पछ्यौरी अझै छ जङ्गली काँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा ढकमक गुराँस फुल्यो माई पोखरीमा फेरि भेट हुन्छ होला नयाँ बजारैमा ढकमक गुराँस फुल्यो माई पोखरीमा फेरि भेट हुन्छ होला नयाँ बजारैमा नयाँ बजारैमा समयको पछ्यौरी अझै छ जङ्गली काँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा समयको पछ्यौरी अझै छ जङ्गली काँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा झुल्के घाम हेर्न कान्छी जौवन्तु डाँडैमा आज डल्ला निस्किसक्नु आँटे अब जिरी हुन्छ अब ननिस्का एकछिन ननिस्का ल जय यो त के जस्तो भइसक्यो उ जस्तो भइसक्यो त्यो बेलुन जस्तो हुँदैन
योचोटि चाहिँ मजाले हेर्न पाइयो घाम। अँ। 1 मिनट बस न हौ बाबा। कहाँबाट त्यो पिङ आएछ? त्यहाँ चाहिँ अघि अँधेरै भएको भए हुन्थ्यो नि। 5 मिनट 40 सेकेन्ड। अब फक्रियो घाम फक्रियो। घामको झुल अहिले त केरा बर्खामा चाहिँ झन् किन रुक्यो घाम जन्यो त्यो त आएर न घाम निक्लेको हेर वहाँ ऊ घाम फक्रियो। अब यति नै हो होइन? त्यति हो अब त हेर्नु सकिँदैन। त्यति हो अब त घामै देखिँदैन अब। पुरै भिडियो देख्दैन चाहिँ भयो।